साथी अनि आज के सुनाउने भन त। आज सुनाउन गएको मेरो कथाको शीर्षक छ आफ्नो मान्छे। आज मेरो जीवनको कठिनतम समय थियो। मेरा परिचित हितैषीहरूले दोहोरी लत्ता मलाई फोन गरिरहे, मेरो खबर लिए, मलाई साहस दिए, सान्त्वना पनि दिए। तर मेरो आफ्नो मान्छेबाट ढाडसको एउटा शब्द सुन्न मेरो हृदय व्यथित थियो। अन्तमा मनभित्रको निराशाको च्यादर हटाउन जब मैले मोबाइल हातमा लिएँ, मेरो आफ्नो मान्छेको सामाजिक सञ्जालको स्टेटसमा उनीसँगको मेरो फोटो झलक्क झुल्कियो। नेपथ्यमा बज्दै थियो सुमधुर सङ्गीत, ये बंधन तो प्यार का बंधन है, जन्मों का संगम है। के गर्नु साथी, देखावटको जमाना आएको छ। आफ्नो मान्छेले पनि सोसियल मिडियामा स्टेटस हालेर नै आफ्नोपन जताउँछ र तिमीसँग पनि यस्तै भएको होला। हाम्रा दर्शक साथीहरू चाहिँ के भन्नुहुन्छ त यस बारेमा? हजुरहरूसँग पनि कहिलेकाहीँ त्यस्तो भएको छ? तपाईहरूका आफ्ना मान्छेले पनि त्यस्तो खालको व्यवहार तपाईहरूसँग गरेका छन्? भन्नुहोस् ल। म तपाईहरूको कमेन्ट पढ्नलाई सदा तत्पर रहन्छु। तपाईहरूलाई म र मेरी साथीको यो गन्थन मनपर्छ भने मेरा पोस्टहरूलाई सेयर गरिदिनुहोला, त्यसमा कमेन्ट पनि गरिदिनुहोला, साथै लाइकको बटन पनि थिचिदिनुहोला। हजुरहरूको साथ र सहयोग पाएँ भने नै मैले अघि बढ्न प्रेरणा पाउनेछु। धन्यवाद।